हेलो एन्ड एभ्रिवान, नमस्कार सबैजनालाई। यो चाहिँ मेरो नयाँ भ्लग। म म्याउ। आज चाहिँ हामी काठमाडौँदेखि तम्घा जाँदैछौँ। अहिले चाहिँ म गाडीमा हो र हाम्रो गुरुजी, हाम्रो परिचित साथी। यो चाहिँ हाम्रो गाडी च्याट्ट लाएर स्याहारेर अहिले चाहिँ हामी गाडीमा छौँ। आज चाहिँ हामी काठमाडौँदेखि तम्घा जाने बेला चाहिँ तपाईँको सबैलाई देखाउँछु। यो चाहिँ हाम्रो गाडी है, च्याट्ट पारामा। अब फर्स्ट टाइम नयाँ भ्लग कस्तो हुन्छ सबैजनाले सुनिन होला। च्याट्ट लाएर है हाम्रो बाबाजी कन्ट्याक्टर। र पछि भेटौँला। यो अर्घाचीको, यो गुल्मीको। अर्घाचेली भर्सेस गुल्मी गाडी निस्किसक्दा हाम्रो टाइम चाहिँ यहाँ छुट्टी 5 बजे। हामी चाहिँ अब पार्किङबाट निस्किँदै स्याक्ट मान्छेले यहाँ हामी निस्क्यौँ। हाम्रो बोका दाइ सबै बोका भन्ने चिन्ता हुन्छ। हामी चाहिँ भर्खर पार्किङबाट निस्किसक्यौँ। हामी यता गाडी ट्र्याकमा राखेर मान्छे हालौँ। अनि बसबाट बाहिर गएपछि तपाईँलाई म बसबाट बाहिर गएपछि भेट्नुहुन्छ। यो चाहिँ हामी बाहिर निस्किँदै च्याट्ट पारामा यहाँ बाहिर निस्केपछि भेटौँला। हामी चाहिँ भर्खर 9:20 तल झऱ्यौँ। उहाँ बस्दा पार्किङबाट निस्किँदा भिडियो बनाउन पाइएन, त्यही अघि काम भएर भर्खर चाहिँ हामी 9:20बाट चिया नास्ता खाएर तल झरिसक्यौँ। आज चाहिँ हाम्रो गाडी फुल प्याक छ, अन टाइम फुल प्याक छ आज चाहिँ। दाइ चाहिँ गाडी चलाउँदै हुन्छ। हाम्रो बिल दाइ चाहिँ भित्र जान हो। मैले टाइम ल्याप्समा राखिदिन्छु। धेरै लामो भिडियो नभए पनि टाइम ल्याप्समा राखेपछि छिटो हुन्छ। भर्खर मलेको बजार आइयो। बाटो धेरै जाम छ आज।
ट्रक सडक धेरै चल्यो। यो चाहिँ मलेटु बजार माछा पाइने ठाउँ धेरै। आज चाहिँ बाटो लास्ट जाम छ, ट्रकहरू धेरै चलेर, त्यही भएर मैले आउन चाहिँ हामीलाई यसो धेरै टाइम लाग्यो। हामी चाहिँ भर्खर भात खाएर हिँडिसक्यौँ गुरिन्टारबाट। भर्खरै गुरिन्टार खाना खाएर अब हिँड्यौँ। आज चाहिँ हल्का ढिला भयो खाना खाएर निस्केर, धेरै जाम लाग्यो बाटोतिर, त्यही भएर यसो चाहिँ आज हल्का लेट भयो। अब चाहिँ हामी मुगलिनतर्फतिर चाहिँ हाम्रो भैरवा बुटर चल्ने के गाडी गइसक्यो। हामी तपाईँको चाहिँ 14 दाइले चाहिँ चलाउने गाडी। तपाईँलाई भैरवादेखि काठमाडौँ आउन मन छ भने अब के अरे बे गाडी कामना उपलब्ध छ हजुरहरूलाई। हामी चाहिँ मनोकामना मन्दिर आइयो। यो चाहिँ मनोकामना मन्दिर जाने गेट। भर्खर मनोकामना जाने गेट आइयो। अब मुगलिनलाई पछि भेट भइन्छ हाम्रो। यो चाहिँ मुगलिन आइसकेका छौँ, मुगलिन बजार। अब यहाँबाट हामी यता दाब्रे माथिपट्टितिर लाग्ने। सुन्तला प्याक भइरहेको नारायणगढदेखि मुगलीसम्मको बाटो चाहिँ पुग्न टाइम लाग्छ। हामी चाहिँ भर्खर नारायणी नदी पुलमा आइसकेका छौँ।
खसाङ्ग त गर्थ्यो भन्दा अघि लुसु लुसु हिँडे यस्तो मान्छे के त्यही हो क्या भन्दा हामी चाहिँ भर्खर रिडीबाट माथि लाग्यो एउटा पोकावाला कहानी आज न बाबाजीले चाहिँ आफ्नो यहाँ के अरे कहानी सुनाइरहनु बाबाजीको बिहानमा हामीले प्रवचन सुन्ने हो शान्त बाबाको होइन र सनातन बाबा सनातन हो सन्यास बाबा चाहिँ होला होइन बाबा धेरै प्रकारका हुन्छन् सन्तन बाबा अरे सन्तन बाबा धेरै प्रकारका हुन्छन् ती प्रकार के हुन् छोराछोरीको बाबा कोही चिम्की बाबा रे कोही अगुरी बाबा रे के खानु बाबा नानीका बाबा हँ? नानीका बाबा बाबा विश्वकर्मा त होइन होला होला बाबा ढकाल भन्नुभन्दा बाबा विश्वकर्मा भन्न सकिन्छ सुत भनेको भिडियो गरेर हेर्दै त्यसलाई क्यामेरा हान्छ त बिहान बिहान बाबाजीले रमाइलो सुन्यो। कहिले गर्नु खै फाटो दाइलाई रमाइलो लागिरहेको अहिले दाइ